आज चाहिँ हामी पार्कतिर घुम्दैछौँ दुई बहिनी अनि सो हाम्रो पार्क जाने आउटफिट चाहिँ यस्तो छ एउटा पार्क ब्लू जाने एउटा पिंक आउटफिट चाहिँ यस्तो छ हामी कतै बेबी सावरमा जान जस्तो भइरहेछ गर्मी यहाँ धेरै बढेको हुनाले सो द्याट्स वाइ ओके लेट्स सी आई कैन सो यु आवर पार्क अनि हामी के गर्छौँ है त पार्कतिर लेट्स सी गाइज what are you gonna do हामी चाहिँ आइसकेका छौँ हाम्रो साइडमा छ है नौनालाका रहेछ हाम्रो साइडमा छ खोला साइडमा हाम्रो दिदी मोबाइल चलाइरहेकी छन् धेरै मोबाइल नचलाऊ हेर्नुहोस् हाम्रो खोला कस्तो राम्रो राम्रो खोला यहाँ छ खोला यहाँ छ हामी कति मजा पानी खाँदै रमाइलो गर्दै हाम्रो पार्कमा यस्तो दामी ठाउँ छ गाइज यतापट्टि स्विमिङ गर्ने ठाउँ यतापट्टि हिँड्ने ठाउँ वाउ व्हाट अ ब्युटिफुल खैसाने कि मेरो भिडियो गरिदिएको क्याप्चर गर्नु म हिँड्ने यस्तो गर्मी छ गर्मीले यहाँ मारिन्छ यताबाट आउँदो रहेछ जाउँ त कस्तो राम्रो खोला हामी पार्क आएको हो कि खोला हेर्न दुईटै अनि हाम्रो यहाँ पिकनिक खाने ठाउँ पनि छ यस्तो राम्रो ठाउँ गाइज यस्तो राम्रो ठाउँ यस्तो ब्युटिफुल मान्छेहरू गाइज अनि यहाँ साइडमा जङ्गल पनि छ गाइज जङ्गल यहाँनिर खोला यहाँनिर जङ्गल यहाँ हिँडिरहेको छौँ वाउ त्यो खेल्न जानुपर्छ क्या काठमा कस्तो राम्रो आएको यहाँ बल्ल राम्रो है कस्तो राम्रो खोला अनि यहाँ हाम्रो लागि हेर्नु हिँड्ने ठाउँ कस्तो राम्रो गराइदिएको छ क्या कस्तो यस्तो हाम्रो नेपाल कहिले हुने होला गाइज अब बालेन्जीले गराउनुहुन्छ हाम्रो नेपाल खैके त्यही पनि हाम्रो के भन्छ अरे उसलाई चाहिँ नमारिदिनु होला होइन आशालाई निराशा नगरिदिनु होला भरोसा को त्यो भरोसा भन्नु यहाँनिर एउटा बेन्ची चाहिँ हुनुपर्ने थियो बरु अनि यहाँ चाहिँ अनि फिसिङ पनि गर्दा रहेछन् गाइज त्यहाँ मान्छेले फिसिङ गरिरहेछन् हामी पनि आउनु पर्ने रहेछ के भन्छ माछा खान्छु माछा खान्छ म चाहिँ खाँदैन
तर फिसिङ ऊ चाहिँ छ क्या फिसिङ ऊ गर्ने डन्डी चाहिँ छ तर गरौँला कुनै दिन आएर ड्रिङ्कसँग ल गाइस हामी चाहिँ पानीमा आइसक्यौँ कस्तो राम्रो देखियो हात हल्केर हिँड्दा हिँड्दा फोहोर भएको हाम्रो चप्पलमा त राम्रो हो है सन्ध्या दिदी मोबाइल खर्च लगाएको आपतले कस्तो राम्रो खोला यो हिँड्नको लागि गराइदिएको पुल त होइन साइडमा हिँड्ने ठाउँमा गराइदिएको अरे क्या यो नखसोस् भनेर होला नि बच्चाहरू होइन बच्चाहरू नखसोस् भनेर होला नि भन्ने मान्छे नै पुग्यो मेरो खुट्टा त के सुन्ने जस्तो हो आएछ ढोग्गा र मलाई किन लात्तीले हान्यो दिदीलाई ढोग्गा मेरो खुट्टामा लागेपछि ढोग्गाउनु परेन हेर्नु माइजू मलाई खुट्टाले लात्ताले हानी मलाई ढोकै गर्दैन होइन बारे मम्मी आफै खुट्टा जुत्ताउनु ल्याएर यी हेर्नु त माइजू यी हानिरहेको छ नि हल्ला मम्मी माइजू हेर्नु यी हानिरहेको छ मन त यता लगिरहेको छ मम्मी यी हेर्नु देख्नुभयो यी हेर्नु माइजू पानी हुनु पर्ने घाम ताप्न आयो जस्तो भइरहेछ हामीलाई गर्मी भयो भने घाम फुलिरहेछ अलि घाम बस्दादेखि आउनुपर्छ खानेकुरा बोकेर आउनु हो मैले बोकेको छु नि अहिले यस्तो खतरा खानेकुरा निकाल्छ नि टिकन हाम्रो पार्कमा खानेकुरा एउटा ललिपप एउटा पानी लौ 2 थरी त छ त जे भए पनि खाउँ न त्यही वेलकम चाहिँ के गर्नु त वेलकम चाहिँ प्लास्टिकमा ताछेर राख्ने गाई जाने फेरि यो ललिपप खाइसकेपछि फेरि निकालेर प्याकेटमा हाल यो पर्छ खाइलो साथीहरू तिम्रो डिफ्रेन्ट फ्लेभर रहेछ क्या सोख न चस गरौँ सेम कलर छ त कोको भित्र चाहिँ डिफ्रेन्ट होला चकलेटको सेम हो बकम फाल्यौ यहाँ वेलकम फाल्ने ठाउँ साथीहरू विनाश गर्नु भएन विनाशकारी विपरीत बुद्धि हुन्छ नत्र बोटिङ भन्ने पकेट रहेछ बोटिङ आएको गाडी आएको बोटिङ हो ल चिज गरौँ ल हामीले स्टार्ट गऱ्यौँ है त गाइज हाम्रो पिकनिक छोटो मिठो पिकनिक तपाईँहरूसँग त्यो छ भने तपाईँहरूले पनि ल्याउन सक्नुहुन्छ आउनु होला हाम्रो पार्कमा कस्तरी चलेको यार सधैँ त के आछ होइन माछा जस्तै लाग्यो मलाई हेर न उति हो मैले एकहोरा उसमा समुद्रमा पक्रेको थियो भन्थेँ नि त्यही होला माछा जस्तै लाग्यो त्यसरी पानी हल्लियो गाइज हेर्नु त सार्क होला है सार्क रिभरमा सार्क गाइज काठमाडौँदेखि मात्र 10 घन्टाको राइड प्लेन मात्र 10 घन्टा 10 घन्टा 10 घन्टा त हो त अनि
कहाँ लाग्छ 10 घन्टा 13-14 घन्टा लाग्छ ट्रान्जिट भएर पो 13-14 घन्टा यहाँ आउनु 13-14 घन्टा लाग्छ म त 10 घन्टा दार्जिलिङ त्यहाँबाट त्यहाँ 4 घन्टा भयो त्यहाँबाट 12 घन्टा लाग्छ नि 12-13 घन्टा 8 घन्टा यता लाग्छ ट्रान्जिटबाट यता 8 घन्टा अनि त्यहाँसम्म चाहिँ 4-4.5 घन्टा काठमाडौँदेखि मात्र 12 घन्टाको राइड हो जस्ट अन प्लेन क्या फेरि हिँडेर पनि होइन गाडीमा पनि होइन गाडी नै लाग्दैन mà khúc cướp thằng mọi người là hết bọn không mau ngoài kiểu nên nó mau ngoài chút chút là cái nữa ni hơn nhá तिम्रो कुरा लगाइदिन्छ भनेर मैले यस्तो गरेको हेर्नु यहाँ बबल निस्केर माछा छ जस्तो छ गाइस रिभर